हेलो नमस्ते सम्पूर्णलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा धेरै पछि कहिलेकाहीँ भिडियो बनाउने गर्छु मैले चाहिँ हैन कहिलेकाहीँ अब यादगार हुन्छ नि त अब भाइरल हुन्छ त्यस्तै हो यादगार हुन्छ नि त कहिलेकाहीँ अब आज के छ भने भिडियो चाहिँ हामी चाहिँ आज बल खेल्न जाँदैछौँ सुवन हाम्रो एनआरएन कोरियाद्वारा आयोजित भलिबल म्याच रहेको छ सुवनमा त्यहाँ बल खेल्न जाँदैछौँ अब बल त खासै त्यस्तो खेल्न दिएन कि अब खासै त्यस्तो आफ्नो एउटा मनको बल चाहिँ बलहरूमा भलिबल चाहिँ बेसी मनपर्छ अनि त्यस कारणले अब खेल्न अब अलिकति उमेर पनि गयो पहिला बेलामा त अलिअलि खेले हो त्यही पनि एउटा जस मनको धोको मेट्नलाई जाँदैछौँ अनि हामी चाहिँ त्यहाँ जाँदा चाहिँ अब खाना कहिले पाइन्छ कहिले पाइँदैन मलाई फेरि कोरियन खाना रुच्दैन खास कोरियन खाना चाहिँ खासै मन पर्दैन त्यस कारणले मैले चाहिँ हिजै बनाएको थिएँ खाना आज चाहिँ बिहान अहिले चाहिँ 7:15 भएको छ साथीहरू कतिखेर आउनुहुन्छ अनि त्यस कारणले मैले खाना हिजै बनाएको थिएँ सबैको लागि हामी 10 जना जति हुन्छ होला सबैको लागि बनाएको थिएँ आज चाहिँ तताउन लगाएको छु आज चाहिँ मैले के बनाएको छु भने यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले अन्डा फुट्यो यो अन्डा उसिन्दैछु यताको नउसिनेको यताको उसिनेको यहाँ अन्डा चाहिँ यहाँ उसिन्दैछु अनि त्यस्तै लगतै यहाँ चाहिँ यो चाहिँ दाल जस्तै परिकार गेडागुडी र आलुको लत झोल यो चाहिँ झोलिलोमा अनि यो चाहिँ मासु म तताएको गाइजी चाहिँ यो चाहिँ मासु बनाएको छु यो धेरै तातो भयो धेरै तातो भयो अनि स्पेसल्ली त यहाँ छ मेन कुरा यो हो चटनी भन्छ यसलाई धनियाको चटनी अब आफूसँग जस्तो उपलब्ध छ सामान त्यस्तै प्याक गर्ने हो हाम्रो सस कम्पनी हो यो 200 ग्रामको बोतल प्याक हुन्छ अनि त्यसमै हालिदिएको यो नउसिनेको अन्डा हो यो उसिनेको अन्डा हो एउटा फुटेछ अन्डा चाहिँ यता उसिन्दैछ होइन यता उसिन्दैछ योमा अब च्याट्ट लाएर अनि अब चिया बनाउँछु म साथीहरूले सब खुवाउनु पऱ्यो चिया बनाउँछु दुध हालेको च्याट्ट दुध र अदुवाको चिया बनाउँछु हेर्नु होला मेरो च्यानल हुन त यस्तै हो के भन्छ अरे हामी चाहिँ अब पछि राम्रै भयो भने त पैसा कमाइहाल्ला युट्युबबाट तर एउटा चाहिँ यादगार हुन्छ भनेर मात्रै भिडियो बनाउनु लाग्यो मैले यादगार हुन्छ एउटा तपाईँहरूले हेरिदिनु होला त्यही पनि सब्सक्राइब र लाइक चाहिँ गरिदिनु होला किनभने पछि भविष्य कसले देखेको छ र हो कहिले झुकेर भाइरल भइहाल्यो भने यार कोरिया बस्यो यहाँ बस्यो दुःख अलिअलि पैसा त आउँछ होला नि त्यताबाट नि प्लसमेट हुन्छ त्यस कारणले सब्सक्राइब गरिदिनु होला हामी चाहिँ आज दिनभरि के गर्छौँ के कहाँ गर्छौँ कस्तो हुन्छ कि सब थाहा गाइस निक्लेर बसेको म निक्लेर बसेको 2 घन्टा 2.5 घन्टा जति भयो बिहान उठेर यत्रो गऱ्यो तर केटाको अहिलेसम्म नै आएन हो लास्टै बेला हो गाइस हामी चाहिँ सुवनतिर लाग्यो होइन अब सोल्टीहरू कुर्दा म त 5 बजे उठेको 5 बजे उठेको अब सोल्टीहरू कुर्दा आउनु भयो यसो टक्क आउनु भयो अहिले अब गइन्छ हामी हाम्रो टोली हुनुहुन्छ उहाँ 12 जना यहाँ छन् 4 जना अर्को गाडीमा छ होइन हाम्रो आज पिकनिक जस्तो पनि हो होइन सबै पिकनिक जस्तो तरिकाले पनि जाने भनेको मादल भएन कि हामीसँग मादल माथि सोल्टीसँग थियो माग्छु भनेको फेरि माग्ने नि डरलाई हामीसँग थियो डरी भनेको अनि यस्तो है ल हाम्रो ग्रुप चाहिँ यही हो है गाइज ल असो सोल्टी ल उता अर्को लिम्बू भाइ आएन आज हामी चाहिँ गाउँमा प्रवेश भइरहेको छौँ ग्राउन्डमा हाम्रो टिम हाम्रो रन्जित सोल्टी तर हाम्रो चाहिँ उताको कोरमा होला कि त्यसोले अरू भन्नु नि त कस्तो भइरहेको छ 40 लाख उठाउने हिसाब लागिरहेको खतरा भएको छ यार है गेम चाहिँ यस्तै भयो नेक्स्ट टाइम भ्याली पनि गरियो त्यही पनि कसैलाई पनि थाहा भएन त्यही पनि चर्चित गाडी भएको थाहा पाउँछ होला त्यस्तै हो नेक्स्ट टाइम चाहिँ डह्रो हुन्छ हाम्रो गेम यस हामी गेम भन्दा नि त्यही मैले पहिल्यै भनेको थिएँ अनि रमाइलोको लागि आएको भनेको थिएँ अब यस्तै हो अब हाम्रो यहाँ के तिम्रो नाम थाहा मलाई श्याम राणा होइन अनि रमाइलो भइरहेछ
त्यहाँ चाहिँ मैले पकाएको है, हिजो मैले पकाएको, केटाले पक्का हान्दैछ होइन। जस यहाँ देख्न सक्नुहुन्छ तपाईँले, हामी यस्तै हो पारा, हामी यस्तै त हो नि होइन। मिठो नमिठो खामै गाइस। कसो छ? कस्तो मिठो त्यत्तिकै नभन्नु नि एकदम त्यत्तिकै नभनौँ है गाइस है। त्यत्तिकै ठिक छ र मिठो छ र खाना एकदम अच्छा पुग्छ होला टन्नै खाना त है। बिजे खोइ त बिजे भात खाएन नि बिचरा। ए यो गाइस हामी चाहिँ जित्न भनेर आएको त होइन, रमाइलोको लागि आएको। भाइ यो धेरै रमाइलो गर्ने यत्तिकै कस्तो अङ्कित खाना ठिक छ ल? मिठो नमिठो हाम्रो यो बल खेल्न आएको नि, हामी पिकनिक आएकै गाइस। पिकनिक भन्छ होला हाम्रो। ल ल ओहो ल हाम्रो फर्स्ट सर्ट। तर आज निरजले राम्रो हाने यार, सर्ट राम्रो हानेको थियो। राम्रो हाने आज, राम्रो खेल्थ्यो आम्मामा। खाना खान्छ ओ हाम्रो राइड आउनु होला, दाइ आउनु यार। गाडीमा होला गाडी खोजेको गाडीमा कि भित्र अशोक भाइ के अरे दाइ भाषण त दाइले दिन्छु आज पहिला दाइले दिनु म खान्छु ल है कसरी पसिएको दाइ? हाम्रो श्याम राणाको अहिले एकचोटि गीत जान्छ। गीत ए हाम्रो खोइ त बिस्दै खोइ त गणेश भने कि त त्यो तपाईँको ज्याकेट यसरी फुकाल्दाखेरि झरो होइन? तिमीहरू जग्गा हाल्नु हो र छैन छैन भनेको नि त फुकाल्दाखेरि कि झरो होइन भने नझर्नु पर्ने कि झोला परेर त्यो ज्याकेट तपाईँको लगाएको थियो नि, त्यो फुकाल्दाखेरि कि झरो भने होइन? कहाँ फुकाल्दा झऱ्यो? कहाँ फुकाल्नु त्यही हो। भिडियो छ त भिडियो नि हाम्रो गेम भइरहेको छ होइन, हामी दर्शक हो हेर्न आएको हो। देख्न सक्नुहुन्छ तपाईँहरूले होइन, मान्छेहरू हेर्नुहोस् च्याट्ट लाएर। गाइज हाम्रो यहाँ दाइलाई भेटेँ मैले चाहिँ, दाइसँग म टिकटक बनाउन लागिरहेको छु। हाम्रो चाहिँ दाइ हुनुहुन्छ उहाँ हाम्रो कोरियामा भाइरल दाइ हुनुहुन्छ। यहाँ चाहिँ बस्दैछ मोबाइल होइन। हामी टिकटकर यस्तै हो, बाल भन सवाल लाग्दैन हेर्नु। यहाँ एजु थियो के ठुलो छ यस्तै हेर्नु है तपाईँले हाम्रो भिडियो पसन्द डान्स। यहाँ राख्छु, यहीँ राख्छु मैले पनि। कता आउँछ आउँदैन बरु। अडिन्न क्या मोबाइलै अडिदिने यार हाइट। यसलाई चाहिँ यस्तो गरेर ल दाइ 10 सेकेन्ड है।
कस्तो बिर्सेको यार टाइट कस्तो आएको है भर्खर बिर्सिन्छ अहिले ल 10 सेकेन्ड गाइस दामी हो चलो दामी गाइस टिकटकलाई यस्तो हुन्छ चन्द्रमा गाइस चन्द्रमा जुन देखियो चन्द्रमा गाइस टिकटक बनाइयो भोलि हेरियो खेलियो अब चाहिँ हामी घर फर्किन लागेका छौँ सबैलाई दाइसँग छुट्यो म भर्खर ल गाइस हामी चाहिँ घर फर्किँदै मलाई लास्ट निन्द्रा लागेको छ आज बसेर टिकटक बनाइयो भोलि म्यापहरू बिहान जस्तो हेलो गाइज ल हामी चाहिँ बलसल खेलेर आइयो होइन आएपछि हाम्रो सानो एउटा मिटिङ जस्तो प्रोग्राम थियो मिटिङमा बस्यो अनि यहाँ हाम्रो दाजुहरूले यस्तो मिठो खाना बनाउनु भएको थियो कि हाम्रो खाना बनाउने दाजु चाहिँ उहाँ अरे विष्णु दाई होइन मैले थाहा पाएको हाम्रो घरको साउजी चाहिँ उहाँ हुनुहुन्छ होइन उहाँ हुनुहुन्छ हेर्नुहोस् खानाको तरिका खसीको मासु साग दाल भात यस्तो रायोको साग यस्तो राम्रो तरिकाले पकाउनु भएको रहेछ कि होइन दाइहरूलाई खाना दिएँ मैले अब चाहिँ म खान्छु यहाँ दाल छ यो खसीको मासु साग होइन त्यहाँ खाना छ अब चाहिँ म खाना खान्छु होइन अब यस्तै हो अब बिहान दिउँसोदेखिको भिडियो कस्तो भएको थियो होइन सबै अब हाल्छु हेरिदिनु होला जस राम्रो नभए पनि एउटा सम्मानको रूपमा चाहिँ एउटा भिडियो हाल्छु होइन आजको भिडियो चाहिँ यही अन्त्य गर्न चाहन्छु बाइ